सम्पूर्ण नेपाली दाजुभाइ दिदीबहिनीहरूमा साधारण नमस्कार। यही फागुन 21 गते हुने निर्वाचनमा हामीले मत हाल्न जाँदै गर्दा के लिएर जाने त? सर्वप्रथम त हामीले मत हाल्न जाँदै गर्दा निर्वाचन आयोगले हामीलाई उपलब्ध गराएको यो मतदाता परिचय पत्र लिएर जानुस्, अरू केही झन्झट नै छैन। यदि मतदाता परिचय पत्र छैन भने हामीले के लिएर गएर मत हाल्न पाइन्छ त? मतदाता परिचय पत्र छैन भने लाइसन अथवा सवारी चालक अनुमति पत्र छ भने त्यो लिएर गए पनि हुन्छ। नेसनल आइडी कार्ड अथवा राष्ट्रिय परिचय पत्र छ भने त्यो लिएर गए पनि हुन्छ। अथवा जग्गा धनीको प्रमाणपत्र लाल पूर्जा छ भने पनि लिएर जाँदा हुन्छ। तपाईँको नागरिकता लिएर जाँदा पनि हुन्छ र पासपोर्ट लिएर जाँदा पनि हुन्छ। यी मैले भनेका मध्ये कुनै एक प्रमाण लिएर जानुस् र तपाईँको यदि मतदाता नामावली पत्रमा नाम दर्ता छ भने मत दिन पाउनुहुनेछ। याद गर्नुहोस् है, मैले उल्लेख गरेको प्रमाण मध्ये कुनै एक प्रमाण लगे मात्र हुन्छ, तर त्यो सक्कली हुनुपर्छ। फोटोकपी लिएर जान चाहिँ पाउनु हुँदैन। मतदान हाम्रो अधिकार हो, देश र जनताको भविष्य निर्माण गर्ने आधार हो। यसको प्रयोग हामी सबैले गरौँ। धन्यवाद।